नमस्ते। जस हामीले चाहिँ अहिले भर्खरै त्यो ड्रिम भिजन इन्टरनेसनल मिडिया को पोस्ट प्रोडक्सनबाट हामीले भर्खरै एउटा नयाँ लोकदोहोरी गीत लन्च गरेका छौँ कमल दाहाल युट्युब च्यानल मार्फत। यो गीत अत्यन्तै मिठो छ, राम्रो छ, हेरिदिनु होला, सल्लाह सुझावहरू दिनु होला। यो गीत बिल्कुलै एउटा नेपाली लोकदोहोरी प्याटर्नको गीत हो। यो चाहिँ अहिले के छ भन्दा लोकदोहोरी भन्ने बित्तिकै सबैले बुढापाकाले गाउने, सुन्ने, हेर्ने यस्तो खालको मात्रै बुझिन्छ क्या। अनि अहिलेको यो हाम्रो गीत चाहिँ यो लोकदोहोरी भने पनि तर बिल्कुल फरक प्याटर्न छ। यो चाहिँ बिल्कुलै जेनजी पुस्तालाई समेटिएर बनाइएको यो एउटा चाहिँ लोक प्याटर्नको गीत हो। यो स्पेसियल्ली यो के हुन्छ भन्दाखेरि भर्खरै पनि भने मैले यो जुन जेनजी पुस्ता भने मैले युवा पुस्ता जुन छ, युवा पुस्ताको लागि मनमा जुन चाहिँ अड्किरहेको कुरा हुन्छ, जुन चाहिँ गीतको बोल टाइटल के छ भन्दाखेरि अनि केटीपट्टिको बोलमा चाहिँ कुन चाहिँ केटा छान्ने, कुन चाहिँ केटी छान्ने भन्ने छ, केटापट्टिको टाइटल छ। अब यो दुई विधात्मक छ। जस्तो केटाहरूको चाहिँ के हुन्छ भने अहिले बाबुआमाले एउटा जुन चाहिँ एउटा म्यारिड गर्ने जुन चाहिँ एउटा पिरियड हुन्छ, त्यो पिरियडमा चाहिँ उनीहरूको चाहिँ बाहिर होइन आफ्नो चाहिँ केटी साथीहरू भइरहेको हुन्छ, केटाको केटीहरूको केटा साथीहरू भइरहेको हुन्छ र उनीहरूको मन मिलिरहेको अवस्थामा घरमा चाहिँ आफ्ना बाबाआमाहरूले चाहिँ छोराछोरीको बिहा गर्नको लागि केटाकेटी खोज्ने र खोजेर उनीहरूको लागि बिहाको लागि करकाप गर्ने, यो खालको चाहिँ एउटा दृश्य देखाउन खोजिएको छ यसमा। अलिक बिल्कुलै छुट्टै प्याटर्नको लोकगीत रहेको छ। यो गीतको म्युजिक भिडियो मतलब यो गीतको चाहिँ क्यामेरा र एडिट हाम्रो दिवस ढकाल भाइले गरेको छ। दर्शकहरूले चाहिँ हामीबाट अपेक्षा गर्नुभएको कुरा चाहिँ के हुनसक्छ भन्दाखेरि अहिले जुन चाहिँ युवा पुस्ताहरूको मनभित्र रहिरहेको खुल्दुली चाहिँ यो गीतबाट चाहिँ हाम्रो फ्यामिलीसँग चाहिँ प्रस्फुटन गर्न सक्छन् कि भन्ने एउटा अपेक्षासहित चाहिँ हामीले यो गीत लन्च गरेको। कृष्ण तिमी म तिम्रो राधा कहिले पनि नहोस् बिरबाधा। कृष्ण तिमी म तिम्रो राधा कहिले पनि नहोस् बिरबाधा। मैले पनि छु एउटा रोजेको, बाआमाले अर्कैलाई खोजेको। मैले पनि छु एउटा रोजेको, बाआमाले अर्कैलाई खोजेको। कसको कुरा मान्ने, कुन चाहिँ केटा छान्ने, कसको कुरा मान्ने, कसलाई छान्ने छान्ने। बामाले खोजे कि केटी हुन्छ भनौ कसरी नभेटी। बामाले खोजे कि केटी हुन्छ भनौ कसरी नभेटी। मैले पनि छु एउटी रोजेको, बाआमाले अर्कै छ खोजेको। मैले पनि छु एउटी रोजेको, बाआमाले अर्कै छ खोजेको। कसको कुरा मान्ने, कुन चाहिँ केटी छान्ने, कसको कुरा मान्ने, कसलाई छान्ने छान्ने। हिजो आज खै किन किन मलाई हेर्ने केटाको लाइन। हिजो आज खै किन किन मलाई हेर्ने केटाको लाइन। मैले पनि छु एउटा रोजेको, बाआमाले अर्कैलाई खोजेको। मैले पनि छु एउटा रोजेको, बाआमाले अर्कैलाई खोजेको। कसको कुरा
धन्यवाद, नमस्कार।